चाहिँ कटेज, एउटा कटेज अनि दोस्रो कटेज, तेस्रो कटेज। हाम्रो चाहिँ 3वटा कटेज बनेको छ। एकदमै राम्रो पिकनिक रिसोर्ट बनाएको रहेछ हैन। पहिला चाहिँ यहाँ हामी काफल टिप्थ्यौँ सरस्वती स्कुल पढ्दाखेरि। हाम्रो स्कुल पनि यहीँ छ नजिकै। यो चाहिँ हाम्रो भवन हो। यहाँ चाहिँ सीसी क्यामेरा पनि जो जडान गरेका छन्, किनकि एकदमै राम्रो बनिसकेको छ हाम्रो रिसोर्ट चाहिँ। हामी पनि आज पिकनिक खाएर सकायौँ। अब चाहिँ रेस्ट गर्नको लागि हामी कटेजभित्र बसिरहेका छौँ। एकदमै मजाको हावा लागिरहेको छ। मलाई चाहिँ एकदमै मन पर्यो है। भ्यू चाहिँ एकदमै दामी छ। चियर हो, गोरु ल्याउँदा हेक के हो है। यहाँ चाहिँ कारे तार बार हालेको छ। यहाँबाट चाहिँ हामी मार्तोडीको भ्यू पनि मजाले देख्न सक्छौँ। सल्लै सल्लाहको रुखहरूले हावा दिइरहेको छ हैन, हामीलाई अक्सिजन प्रदान गरिरहेको छ हरियो रुखहरू। यहाँबाट मार्तोडी बजार पनि एकदमै राम्रो देखिरहेको छ, तर रुखले छेकेको छ है। अहिले चाहिँ म एकछिनमा देखाउँछु मार्तोडी बजार चाहिँ।